नमस्ते सम्पूर्ण साथीहरुमा म चाहिँ एउटा भिडियो बनाउन गइरहेको छु। त्यो के हो त भन्दा चाहिँ हामीले हाम्रो शरीरलाई चाहिँ स्वस्थ राख्नको लागि हामीले दैनिक जीवनमा चाहिँ फुड सप्लिमेन्टहरु खानुपर्छ भन्ने छ। फुड सप्लिमेन्ट हामीले किन खाने भने चाहिँ खानाबाट छुटेको भिटामिन चाहिँ पूर्ति गर्नको लागि हामीले खाइने खाना हो। जुन फुड सप्लिमेन्ट चाहिँ डिएक्सनले चाहिँ जडीबुटीको राजा गानोडर्माबाट बनाउँछ र यसमा चाहिँ के हुन्छ भन्दा चाहिँ 250 भन्दा बढी विभिन्न औषधीय गुणहरु हुन्छ र तपाईको 400 भन्दा चाहिँ तपाईको बढी चाहिँ यसमा चाहिँ भिटामिन जन्य तत्वहरु हुन्छ र समग्रमा भन्ने भने यसमा चाहिँ भिटामिन तपाईको मेडिसिनल भ्यालु लगायत गरेर यसमा करिब 700 एलिमेन्टहरु चाहिँ यसमै पाउँछ र यसको मेजर काम भनेको हाम्रो शरीरको इम्युनिटी पावरलाई चाहिँ बलियो बनाउने हो है र हाम्रो शरीरको सम्पूर्ण विषालु पदार्थलाई हटाउँछ र हाम्रो शरीरमा भएका सेलहरुको सफाई र सुरक्षा पनि यसले गर्छ। त्यो भयो र त्यस्तै अर्को चाहिँ छ हामीसँग चाहिँ यो स्पारुलिना भन्ने चाहिँ यो चाहिँ एउटा सुपर अल्गी फुड हो जसलाई चाहिँ स्पेस फुड पनि भन्छ र जसलाई चाहिँ तपाईको अमेरिकाको जो नासा युनिभर्सिटीले पनि जो स्पेसमा चाहिँ तपाईको रकेट प्रक्षेपण गरेर चाहिँ स्पेसमा रिसर्च गर्नको लागि जो मान्छेहरु पठाउँछ त्यतिबेला चाहिँ उनीहरुको मुख्य खाना भनेको यो डिएक्सन स्पारुलिना नै हो है र यो स्पारुलिना चाहिँ मा चाहिँ के हुन्छ भने चाहिँ जति पनि भेजिटेबल फ्रुटहरुमा पाउने चाहिँ सारा भिटामिनको स्रोत चाहिँ यसमा पाउँछ र यो स्पारुलिनालाई पनि यो आरजीजीएल जस्तै हाम्रो शरीरमा भएको विषालु पदार्थहरुलाई चाहिँ यसले हटाउने गर्छ र इम्युनिटी पावरलाई चाहिँ बलियो बनाउँछ। र अर्को महत्त्वपूर्ण के छ भने अहिले संसारमा जति पनि मानिसहरुलाई चाहिँ विभिन्न प्रकारको चाहिँ क्यान्सरको समस्या छ जस्तो ब्लड क्यान्सर हुने हैन जस्तो अहिले पछिल्लो चरणमा महिलाहरुलाई चाहिँ तपाईको के रे पाठेघरको मुखको क्यान्सर हुने हैन जसलाई एचपीभी भनेर चाहिँ भन्छ हैन त्यो भाइरसबाट पनि बचाउँछ किनभने यसले हाम्रो चाहिँ इम्युनिटी पावरलाई चाहिँ बुस्ट गर्ने भएको हुनाले चाहिँ यसले चाहिँ के गर्छ भने चाहिँ हाम्रो बडीलाई चाहिँ ट्रिट गर्ने हो। यदि हाम्रो बडी चाहिँ स्वस्थ छ हाम्रो बडी चाहिँ रेडी अवस्थामा छ भने यसले इटसेल्फ चाहिँ सारा डिजिजहरुलाई चाहिँ यसले नियन्त्रण गर्न सक्छ अथवा चाहिँ डिजिजलाई चाहिँ क्युर गर्न सक्छ। त्यो कसले भने चाहिँ हाम्रो बडीले। त्यसैले चाहिँ हाम्रो बडीलाई चाहिँ के गर्नु पर्यो भने चाहिँ स्वस्थ राख्नु पर्यो। त्यो स्वस्थ गर्नको लागि हामीले यसलाई डेली चाहिँ खुराकको रूपमा खानुपर्ने हुन्छ र यो चाहिँ कुनै मेडिसिन नभएर चाहिँ यो चाहिँ नेचुरल फुड हो। यो चाहिँ सुपर फुड हो किङ अफ हब गानोडर्माबाट बनेको र यसमा चाहिँ बडी से बडी चाहिँ तपाईको मेडिसिनल भ्यालु र हाम्रो बडीको लागि चाहिँ यसले गर्नुपर्ने अति महत्त्वपूर्ण कामहरु सबै गर्छ जस्तो कि शरीरको विषालु पदार्थ हटाउने शरीरमा भिटामिन पूर्ति गर्ने शरीरको इम्युनिटी पावर चाहिँ बलियो बनाउने शरीरको चाहिँ अब कोषहरु सफा गर्ने भन्ने चाहिँ तपाई बुझ्नुस् कि शरीरका सम्पूर्ण अंग तथा चाहिँ नसानाडीहरुलाई चाहिँ यसले सफाई गर्छ हैन र त्यस्तै चाहिँ अर्को साथमा चाहिँ यसले पनि चाहिँ के गर्छ भन्दा चाहिँ सफाईको काम चाहिँ गर्छ र साथमा चाहिँ नि हामीले यो तीनवटा चीज खाइदिन्यो भने हाम्रो शरीरमा कुनै पनि मेडिसिनल भ्यालुको पनि कमी भएन र भिटामिन कमी भएन कि हाम्रो शरीरलाई चाहिएको त्यही नै चीज हो। त्यसैले के छ भने अहिलेको समयमा चाहिँ धेरै मान्छेहरुलाई चाहिँ डरलाग्दा रोगहरु लागेर जो मानिसहरु चाहिँ अल्पायाममै चाहिँ मृत्यु हुने समस्या छ यसबाट जोगिन हामीले यो तीनवटा चीजलाई चाहिँ दैनिक एउटा खुराकको रूपमा चाहिँ लिने गर्यो भने हामी बाँचुन्जेल निरोगी र स्वस्थ चाहिँ बन्न सक्छौं। त्यसकारण चाहिँ के भन्न चाहन्छु भने म सम्पूर्ण साथीहरुलाई तपाई वैदेशिक रोजगारी सिलसिलामा होस् या नेपालमै होस् र जुनसुकै पेशा र व्यवसायको भए पनि तपाईले चाहिँ यसलाई सेवन गरेर तपाईले आफ्नो शरीरलाई स्वस्थ राख्न सक्नुहुन्छ र साथै अरूलाई पनि मद्दत गरेर अरूलाई पनि स्वस्थ रहन सल्लाह दिन सक्नुहुन्छ भन्दै चाहिँ म मेरो लाइभ भिडियो यही अन्त्य गर्छु। नमस्ते गुड मर्निङ डिएक्सन।